बेङ्गाल सफारी सिलिगुडीमा रहेको छ यो सिलिगुडीको चिडियाखाना रहेको छ साथीहरू हेर्नु। हामी यो ग्ल्यामेजनका साथीहरू यसरी सिलिगुडीको चिडियाखानामा टिकट काउन्टरमा टिकट काट्न गइरहेका छौँ। यहाँ चाहिँ टिकट काउन्टर रहेको छ। लाइनमा रेकर्डिङ हेर्नुहोस् साथीहरू, यो भाइको चाहिँ आज बर्थडे रहेको छ। त्यसै उपलक्ष्यमा हामी यो वेस्ट बङ्गाल सिलिगुडीको चिडियाखानामा घुम्न आइरहेको अवस्था रहेको छ। यहाँ चाहिँ हाम्रो ग्ल्यामेजन टिम ग्रुप हेर्न सक्नुहुन्छ। यो पछाडि हाम्रो हेर्न सक्नुहुन्छ आर्टिफिसियल पानीको धारा यस्तो बनिरहेको छ। यहाँ चाहिँ हामी नुहाउन गइरहेका छौँ। यहाँ चाहिँ हामी अब नुहाउने हो तल स्विमिङ पुलमा। यो ग्रुप रेल आयो, रेल सानो बच्चाको रेल रहेछ क्या हो। रेल देख्न सक्नुहुन्छ त्यता। Asta beauty camera हो तपाईको निचमा तपाईले एकदम बवाल रियल क्यामेरा रियल वाला खिच्न किन चाहिँ हुन्छ यो एकचोटि भिडियोमा आयो जे रुखलाई यसरी संरक्षण गरेर बनाइएको। यो रुख हेर न, रुख कसरी बचाएर यसलाई। यसरी यो बचाएर बनाएको छ कि यसको थोडो फरक छ। उसको फरक तल खुदियावालाको फरक। स्लो मोसनमा छिरान कछुवा 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 खाँदैन होला। ऊ त्यही त छ, कछुवा त्यहीँनिर छ, सामने छ। सब पार्टनर हो क्या, पार्टनरसिप मरे होइन मरे होइन हौ। जिउँदै कछुवा हिँडिरहेको त्यही त मरे त अरूलाई असर गरिहाल्छ। यो त हल्दैन हेलो ए काँकड 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 अनि काँकड घोरड काँकड भने आयो नि धन। घोरड काँकड यिनै यिनै अनि काँकड लेले भन्नु मेरो सुर्गामा पनि हाम्रो जङ्गल इन्द नि मेरो सुर्गामा मैले यस्तो घरेडीमा मैले पाले हो। आफूलाई पनि क्याप्चर हान्दैछ नि यार। आफूलाई पनि त्यही त गरिरहेको।
होइन यो भर्खरको छ यिनीहरूको नियम यो दिनमा भन्दै थियो नियम कडा छ जुपछि हेरिहाल्नु है हेरिहाल्नु है राम्रो हाम्रो जङ्गलतिर हुन्छ के हेर्दैन मेरो घरको गजो त तुई गाउँथे नर्थ बेङ्गाल भन्छ यो नर्थ बेङ्गाल पुग्यो अब अहिले बाहिरको हो यो भित्र अरू पनि छ यिनीहरूको दुईटा रहेछ अझै छ खतरा हुन्छ नि त्यस्तो अर्कोमा नि होला आयो आयो एउटा चाहिँ सानो रहेछ यो त सानै छ यहाँ तपाईँलाई घरमा पनि ल्याउनु अजगर कहाँ भयो यहाँ एउटा ठुलो फुट्यो यहाँ ओहो छाला निस्किन लाग्छ यको काठभित्र यसरी बस्ने रहेछ यो गर्मी छ खाना दिन्छ नि कोल्ड साइडमा खाना दिने बनाएको नि टाइम ठाउँमा मलाई हल्लिनै नरहेछ त्यो त रुखको जडाभित्र यसरी बस्ने रहेछ के हो यो छ भयङ्कर त्यहाँ पनि छ छैन यति खर्च लगाएर खिच्यो खिच्यौँ खिच्यौँ राम्रो फोटो हाल्नु राम्रो उतादेखि फोटो खिच्यो भने नि यसले बिस चाहिँ लाग्दैन यसले चाहिँ मान्छे निल्दिन्छ भने यसको सोच्ने बाघपाटातिर हुन्छ यो आवाजमा पानी दिनु हुनेलाई हार्दिक स्वागत छ हल्लाउनुको लागि पानी गिद्ध हो क्या गिद्ध सिलको गिद्ध गिद्ध हो यो तल्लालाई सिनियर बोल्न आउने बोल्न आउँदैन थापाको नाम बादर हेर्छु भनेर कहिले सोचेको थिएन होला होइन अनि सबैजना लक्ष्मी मान्छे ओरिजिनल बादर यो सिलगढी अरे परेशान मत करो भनिरहेछ त्यसले यो ड्रिम हाउस रे के उनी बनकाली हो बनकाली छ यही हो खास प्योर काली छ या हेन्सी छ त्यो त ए यहाँ पोथी रहेछ भाले ह्यान्डसम हुने रहेछ नि मस्त छ यता छ पोथी उता सुत्या छ यहाँदेखि काली चाहिँ होइन गोरा खानुको काला खानु
कालिज हो कालिज मोर होइन मुनि निस्किएको पहिला मयूर सेतो पनि सेतो मयूर त्यो लोकल भाले हो हो वन भाले वन कुखुरा वन कुखुरा यी वन कुखुरा यसलाई कालिजै भेट्न वन कुखुरा बनाएर खान्छौँ हामी टक्क पारेर 2 बोतलसँग यसको हामी चिकन बनाएर खान पाउँदा हामी पक्कै पनि खुसी हुन्छौँ भन्ने कुरा मैले फिल स्टोरको यति ठुलो हुन्छ जङ्गली बकुल्लो खास यो यही हो जङ्गली बकुल्लो माछा त छैन त खोजेर खाने हो त्यहाँ अलिअलि हो तब त स्लो मोसनमा छ बकुल्लो हो बकुल्लो पानी खायो पट्टु राम राम भन्नु फट्टु न बैतडीमा भाषामा बोलेको फट्टु खाना खाएको छाछ खाने हो छाई परेवा पट्टु छाई खाने हो भैँसी कि छाई खाने हो बकली चुकुली र अब हामी यो बेङ्गल सफारीबाट यात्रा हाम्रो पुरा भएर हामी आफ्नो होस्टेलतर्फ रिटर्न भइरहेको छौँ। हेर्नु साथीहरू, आज हामीले यो बेङ्गल सफारीमा धेरै किसिमका जङ्गली जनावरहरूको दृश्य अवलोकन गऱ्यौँ। त्यहाँको मनमोहक दृश्य एकदमै अविस्मरणीय थियो र त्यहाँका जनावरहरू पनि हामीले एकदमै नजिकबाट निहाल्ने मौका पनि पाएका थियौँ। हामीहरू यात्रामा फिर्ता हुँदाखेरि हामीले मनोरञ्जन गऱ्यौँ र हामी जुन गाडीमा आइरहेका थियौँ त्यसैमा हामीले म्युजिक लगाएर यसरी साथीभाइ सबै मिलेर मनोरञ्जन र गीत गाना बजाएर गाउँदै आइरहेका थियौँ। यहाँ चाहिँ हाम्रा साथीभाइ हुनुहुन्छ जुन आफ्नो तरिकाले गीत गाउँदै हुनुहुन्छ। यसरी हाम्रो आजको यात्रा सम्पन्न भएको छ। यो हाम्रो सन्डेको बिदाको दिन थियो, जहाँ हामी वेस्ट बङ्गालको एउटा बेङ्गल सफारी भन्ने चिडियाखानामा घुम्न गएका थियौँ र आशा छ तपाईलाई यो जानकारी एकदमै काम लाग्न सक्छ अथवा तपाईले यो भिडियो हेरेर धेरै किसिमका जनावरहरूको बारेमा पनि जान्न र बुझ्न सक्नुहुनेछ। कृपया यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। आगामी यस्तै भिडियोमा फेरि भेटौँला। हवस् त, नमस्ते, थ्याङ्क यू भेरी मच। बाटोको दृश्य